गाइस के छ खबर यो मुभीहरुको के त क्लिपहरु जोडेर हालेको रहेछ के यो कमेडी के जय किशन बस्नेतको र सेरुमै त Good afternoon, sir. पढ्दैन म पढ्दैन म पिसा फेर्न जान्छु तपाई हेर्नुहुन्छ हैन के भन्छ यो सानो हात्ती तैले पिसा फेरा मैले किन हेर्ने हो म आफै पिसा फेरा त आफुले हेर्दैन के को आबुई यति जाबो घोसाइमा आबुई अब त तिमीले यस्तो घोसाइ जिन्दगी भर सहिरहनु पर्छ मायाका समहरू यो जय किशन बस्नेतको मुभीमा सबै डबल मिनिङ हालेको हुन्छ सर फेरि केटीले चाहिँ पुरा ओभर एक्टिङ गरिरहेको हुन्छ नि वीरनगर स्वास्नी मेरो लोग्नी मोटरसाइकलमा खालो खुट्टा लगाएर भनी आइरहेछ यो सिन चाहिँ अजय देवगनको यो फर्स्ट मुभी छ नि फर्स्ट मुभीको यो स्टन गरेको उसले गरेको थियो त्यही कपी गरेको के ए टु जेड कपी गरेको छ मुभीमा यार जय किशन मुभीमा ए टु जेड कपी हुन्छ यार उभिएर बस्नु त केरा बाउ बस म अझै देखो नडो उभिएर बस्नु है ओ दाइ तपाईलाई मैले कहाँ देखे जस्तो लाग्छ नि साले मलाई चिनिनस् म तेरो भिनाजु भेना नमस्कार आर यु कमेडी नि मेरो बाउलाई कुनै पेन्टिङ सेन्टिङको सोख थियो मर्ने सोख थियो तर मर्नु भयो नि निशाना चाहिँ तडै हो मेरो पछाडिबाट हेर्दा करिना अगाडिबाट हेर्दा झन्डै मरिन कस्तो चल्दैछ तेरो जिन्दगी फोन पनि लाग्दैन मेरो छुट्टै ग्याङ छ मोबाइल आजकल ह्याङ छ मेरो जिन्दगीको कुरै नगर दिपा पुरै ल्याङ फ्याङ छ अनि ल्याङ फ्याङे तँलाई मेरो याद आउँदैन वाह क्या एक्टिङ कर रहा है मलाई सम्झेर याद त होइन पात चाहिँ आउँछ हाई मलाई चिन्यौ चिनिन ल म त्यही के त जसलाई तिमीले अस्ति पनि चिनेको थिएन तिमी चाहिँ के जजाउन आएको नि मेरो ओठमा इन्फेक्सन भयो त्यसैले जजाउन आएको किस कतिचोटि खान्छौ त्यस्तै वर्षमा एकचोटि त्यसो भए इन्फेक्सन होइन खिया लाग्यो खिया तपाईँ कहाँ बस्नुहुन्छ पुतली सडकमा त्यस्तो राम्रो मान्छे भएर पनि सडकमा बस्ने हो मेरो घरमा हो म तपाईँलाई हिँड्दैदेखि नै माया गर्छु क्या माया गर्छु भने मात्र हुँदैन त्यसलाई निभाउन नि सक्नुपर्छ सक्नुहुन्छ निभाउन सक्छु के गरेको माया निभाएको के सोचिरहेको डाइलग गरेको छ त्यो बिचबिचमा त अब जबरजस्ती हाँस्नुपर्छ क्या मान्छेहरू पनि यार वाह क्या सीन है केटीलाई हान्नु कि नहान्नु भनेर सोच्दैछु तपाईँ हान्ने भए हान्नुहोस् म चाहिँ हान्दैन है तपाईँलाई केटीहरूलाई अनुहार भन्दा पनि बढी अर्कै कुरा मनपर्छ जुन अनुहार भन्दा तल हुन्छ के थाहा छ नहीं मन मेरो खराब पानी मेरो खराब देखिस् आत्तेर मात्रै हुन्छ तुर्र तुर्र अनि जतिखेर पनि तुर चाहिँ नभन्न हेलो म्याडम यस म तपाईँको हेर्न सक्छु लाइसेन्स तपाईँ एकछिन हाम्रो हल्दार साहबका जानु पर्यो रे अब उहाँले तपाईँको हेर्ने रे व्हाट कागज पत्र होइन को त कलाकार कलाकार कहाँको टिकटकको टको म आर्मी कहाँको आर्मी पब्जीको मेरो खराब पानी छ मेरो खराब साले जाँड खाएर गाडी चलाउने अब त मापसेमा परिस् अब त मतवालीको छोरो पर्यो
बिहान एक बोटुका जाँड दिने अनि ट्र्याक्टर जोड्न जाने। ए त्यसो भए त मापसीमा मात्र होइन मधिसीमा पनि पऱ्यो यो। क्या बात कर रहे हैं? मधिसे भनेको मतलब मदिरा पान दिउँसै सेवन। फेरि खाइहालिस् नि। सुन्नुहोस् त, के यो बाटो स्वर्गद्वारी गाउँ जान्छ? यो बाटो स्वर्गद्वारी गाउँमै छ र बाटो कहीँ पनि जाँदैन। तपाईँ आफै जानुपर्छ। देखि स्वास्नी तेरो पोइ कस्तो मजाले उठ्छ। खै मलाई माया गर माया गर माया गर। आहा अहिलेदेखि थाके फेरि फ्रेस भयो। तेरो मोइमा त ग्लुकोज हालिसको भन्दा पनि बढी शक्ति रहेछ स्वास्नी। एउटा कुरा सोध्छु है, तपाईँको बच्चा छ? तपाईँले आफ्नो बच्चालाई के खुवाउनुहुन्छ? के खानु? सानै छ, आमाको दुध खान्छ। ए हो र? यो आमाको दुध कहाँ पाइन्छ? सिसी पट। कत्रो छ बच्चा? कति ठुलो छ? मेरो बच्चा यत्रो छ, यति ठुलो छ। मतलब यत्रो छ। आरती तेरो स्वास्नी भइसक्यो। जाखुर कौशसँग गरेर सुत। भइहाल्छ नि। अर्काको छोरीसँग सुत्दा मलाई मार्दैन। वन्डरफुल। अन्डा र फुल तिमीलाई इङ्ग्लिस आउँदैन? आउँछ नि। आई कम इङ्ग्लिस। आई नेम कृष्णा, यु नेम आरती। यु नेम आरती, आई नेम कृष्णा। 1 2 3 दाल भात 3 4 5 तलब गायब। दिस इज घन्टी, यु आर सेन्ट। के गर्ला शिवा? खत्तम। वाट इज दिस? खा भएपछि तपाईँको आमा? मेरो आमा। हजुर। मेरो आमाले मलाई कहिले देख्न पाउनु भएन। मेरो आमा मलाई जन्माउनु भन्दा पहिले नै मर्नु भयो। खत्तम। भात खाने कि ढेँडो खाने त? आहा ढेँडो? म त ढेँडो खाने। मलाई त ढेँडो एकदम मनपर्छ। आफूलाई त ढेँडो सेडो मन पर्दैन, भातै खाइन्छ। तँलाई कसले सोध्दैछ र? लाउनुहोस्, यो मेरो घिउ पनि खानुहोस्। भर्खर मैले ताजा ताजा निकालेको। कृष्ण, तिमीले हाम्रो साथीहरूलाई किन पिटेको? पिटेको होइन, सहरिया दहीहरूलाई मोही पार्न ठेकीमा राखी पिटेको। गो, दिस इज माई लास्ट वार्निङ। ए स्टप तिम्रा माउथ फ्याउरी। आई पनि अंग्रेजी बोल्न सकिङ ओके? यु पछि भुडी बोके। वाट? छिसी पाट। खै बहिनी त बोल्नु नै हुन्न, खाली हाँसी मात्र रहनु भएको छ। दाइ 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 किन नबोल्नु भएको बहिनी? ओ मिस्टर, कोसँग कुरा गरिरहेको? यो त पुत्ला हो, पुत्ला। उड्या हेर उड्या, अर्को पुत्ला नि कति राम्रो। ओहो यो पुत्ला पनि कति राम्री रहेछ। आहा कोचो 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 कोचो। आइया खत्तम। What can I serve you? यस यस। Oh, what can I serve you? नो 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 नो। तपाईँ के खानुहुन्छ भनेको? ए त्यसो भन्न त। अनि किन गाई खाने भाषा बोलिरह त? ओइ हजुर सर। पंखा चला। सर एयर कन्डिसन चलिरहेछ। यता घुमान त तोरी लाउ रे। ओहो साले सारले त उड्न पनि जाने रहेछ यार। Are you committing me? साहब साहब यो के गर्नु भएको? देखिनुहोस्, ज्वाइँ साहबलाई सिकाइरहेको नि। यस्तो जाबु चिज पनि सिकिरहनु पर्छ र? हालै नआएपछि सिक्नु परेन त? What do you do, young man? या यस यस। शिवा सहर भनेको सहरै हुँदो रहेछ बुझिस्? हेर त कोठाभित्र कति सानो कुवा पनि खनेको रहेछ। कस्तो चिटिक्क पर्या कुवा। यो कुवाको पवित्र पानीले मुख धुऊ। सरको कुवाको पानीले नि मुख धोइ हेरौँ त आइछ। धुऊ न त धुऊ। कुवा मात्रै सफा रहेछ, पानी त क्या झुर है। कस्तो गनाउने। ल तिमी भन। हेलो आरती, आई लभ यु सो मच। मैले भन्ने? भन न। हेलो आरती, आई लभ यु सो मच। 100 होइन 100, सो मच। 100 मच पनि ठिकै छ नि। भनि नै सकेपछि 2 3 किन? 100 लाई नै मच गरिदिउ न।
बद्रीजी हामी धेरै टाढोबाट आएको दया गर्नुस् न प्लिज केटी कुकुरी कहाँ काला चस्मा लाउ है मैया पेसा उसलाई तपाईँ एकदम मन पर्न थाल्यो रे हो र यति खुसी यति धेरै धेरै खुसी यति धेरै धेरै खुसी यति धेरै खुसी खत्तम आमा हिरो म हिरो हिरो त हिरो तर फिल्म चाहिँ ब्लू हो नि तर धन्न नमान पैसा चाहिँ माला माला आउँछ क्या ब्लू फिल्म यो ब्लू फिल्म भनेको चाहिँ के हो नि फिल्म त फिल्म हो नि फिल्म त फिल्मै हो नि भाइ फिल्मै हो क्या बधाई छ तपाईँलाई र मलाई पनि एकदमै धेरै बधाई छ अब त हाम्रो बिहे भइसक्यो मलाई तपाईँ भन्नु पर्दैन तिमी भने हुन्छ हस् तिमी पनि मलाई तिमी भन है त तर त चाहिँ तनै होस् नि लामो लाइन के चुनावमा भोट हाल्न बसेर लाइन जस्तो भयो लास्टमा कसले जित्यो हामीले जित्यौँ मन्त्रीज्यू हामीले जित्यौँ भुत्रो जितिस के किन होला गराउन होला पैसा होला भने त ल के हो यो अब लाएर हिँड्नु भएन अಯ್या अಯ್या के भयो फेरि किन थप्पड तँलाई माया गर्छु त्यही भएर थप्पड हाले ए हो र त्यसो भए मलाई चाहिँ किन थप्पड हाने नि म पनि तँलाई माया गर्छु नि त तैँले